ओके सो भक्का चाहिँ यसरी खाँदैछ है हामी सादा खाना खाएर बेलुका चाहिँ भाले खाने हो जुन चाहिँ उता पर चलिरहेछ है यहाँ अनि त्यसपछि बैगनको भर्ता खान्छ अनि बेलुका चाहिँ रातो भाले खान्छ हो कि हैन गाइस गुड मर्निङ गाइस आज चाहिँ हाम्रो बिहानको सुरुवात चाहिँ 6 बजेबाट भएको हैन तर हामी अबि माको छौं तर हामी यसरी हिँडेको छौं हैन सो हामी चाहिँ मर्निङ वक जाँदैछौं आज चाहिँ म भक्का खान लागेको गाइस मेरो मुख पो धुवाएन त्यही पनि भक्का खाएर आउँछु यु नो भक्का लवर मजा आयो केटी हो आएको छ नि हेर्नुहोस् गाइस तोरी फुल्यो बारीमा है यस्तो दामी यहाँ हात्ती आउँछ भनेर करेन्ट लगाउनु भएको छ सबैजनाले सो हामी चाहिँ अब यसरी जाँदैछौँ अहिले भक्का खाएर भिडियो देखाउँछु बिहानीको सुरुवाती समय आज हामीले उठेर पहिलो पानी खायौँ पानी पियौँ हजुर अनि हामी करेसा बारीतर्फ आफ्नै करेसा कस्तो डर लाग्दो खरा खरा गर्छ त यार आफ्नै करेसा बारीतिर लाग्दैछौँ हामी आफ्नै करेसा बारीको खाऊ शुद्ध खाऊ भन्ने अभियानमा म आफ्नै करेसा बारीको भक्का खान गएँ करेसा बारीको नि भक्का हुँदो रहेछ है सो फाइनली हामी चाहिँ 45 मिनट हिँडेर यहाँ आइपुग्यौँ गाइस गयो यिनीहरू पनि हामी चाहिँ अलमोस्ट 45 मिनट हिँडेर आयौँ होइन मर्निङ वक अब जाँदा जाँदै फेरि भोक लागिहाल्छ भक्का खाएर जाने हो होइन हामीले चाहिँ भक्का चाहिँ पाइनौँ होइन अब यहाँ खाँदैछौँ है अब खान्छु भक्का अब खान्छु नि के खाँदैछ भन्दा नि के पायो भक्का पायो ओके सो भक्का चाहिँ यसरी खाँदैछ है हामी कति मेहनत गरेर आएको यो भक्का खानलाई गाई तर यहाँ तातोले खान सकेन मुख पनि देखाउनु भक्का देखाइदियो ओ कति चाँडो पाइयो हो त कस्तो मिठो हुन्छ खाऊ ख्याउ ख्याउ कस्तो हो जाँदा कस्तो मिठो हौ चटनी पनि हो र खाना खानलाई उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर उहाँको उत्कृष्ट महानताको निम्ति उहाँको प्रशंसा गर तुरही बजाएर उहाँको प्रशंसा गर यसो हामी चाहिँ कोही भाडा मात्रै हुनुहुन्छ होइन अनि आज चाहिँ हाम्रो चर्चबाट आएपछि अनि अब यहाँ मेरोमा बैगनको भर्ता बन्दैछ यो चाहिँ होइन बनाउँदैछु म अनि यहाँ अलिअलि चाहिँ रेडी भइसकेको छ अब त्यो एउटा बनाउँछु अनि टक्क लाएर हाल्छु त्यसपछि आज चाहिँ अहिले चाहिँ हामी बिहान सादा खाना खाएर बेलुका चाहिँ भाले खाने हो जुन चाहिँ उता पर चलिरहेछ है यहाँ ल हेर्नुहोस् है त ल उता हिँडिरहेछ नि कुन चाहिँ वाला खाने हो आज उतेवाला खाने हो गाइज उतेवाला है उयो ल जुन उडिरहेछ नि बग्ने देखाउँछु तपाईँहरूलाई हो त्यो चाहिँ आज हो त्योवाला चाहिँ खाइन्छ हेर्नुहोस् होइन अहिले चाहिँ हामी अब एकदम मेरो घरमा पागल्नेहरू है अहिले चाहिँ दाल भात अनि त्यसपछि बैगनको भर्ता खान्छौँ अनि बेलुका चाहिँ रातो भाले खान्छौँ हो कि होइन गाइज भाले खान नपर्बियोस् हाम्रो यो कुखुरा आज जाँदै हुनुहुन्छ है उहाँ चाहिँ अलिकति ठुलै हुनुहुन्छ ओहो अघि मैले भ्लगमा भनेको थिएँ नि कुखुरा काट्छौँ भनेर यसलाई भनेको के यसैलाई भने हो के गर्नु अब तिमी जाऊ ल कति किलो छ बुवा होला 6 किलो 6 किलो जति छ अरे चाहिँ ए पुग्ने भयो सबैलाई ल रेडी भयो है हात्ती हेर्ने लाइटले हामी मासु हेर्दैछौँ
नखाने अरे ल है बिस्तारै ओइ बिस्तारै ओइ ओ ढ्यान नखाने भने म खान्छु नि म त खानु मन लागिदिया हो ल बाबु त्यसो लगाउनु वरर भइसक्यो खाएर धेरै होला त त्यो